छिमेकी दिदी एकजनाले चाहिँ यो माटोको हातखुट्टाहरू बनाउनुहुन्छ। कहिलेकाहीँ उहाँकोमा जाँदा अनि उहाँकोमा कहिलेकाहीँ के भन्नुहुन्छ, तिमी अब रमेश तिमी पनि अब तिम्रो दिदी र आमाले पुतली बनाउनुहुन्छ, तिमी पनि एकचोटि ट्राई गर यो हातखुट्टा बनाएर हेर भनेपछि म खुसी भएर ट्राई गरेँ होइन। ट्राई गरेपछि अनि राम्रो भयो। अनि पछि त्यो बेलादेखि चाहिँ मेरो खास यो माटोको यात्रा माटो कर्मी त्यहाँबाट सुरु भएको हो कि मेरो खास चित्रकला सिकाएको थिएँ मैले। अनि अब चित्रकला सँगसँगै माटोको पनि काम गरियो मैले। अब एउटा नेपालमा चाहिँ कस्तो छ भने कास्ट सिस्टम भन्ने छ नि, हाम्रो अनुसारले चाहिँ काम डिभाइड गरेको छ। जस्तो अब प्रजापति जातले माटोको काम गर्छ, अथवा माटोको काम गर्नको लागि योग्य माटो भनेको लसादार माटो चाहिन्छ कि यसमा प्लास्टिक एकले अर्कालाई जोड्न सक्ने जुन हुन्छ नि लसादार माटो चाहिन्छ। त्यो भएकोले चाहिँ अब त्यो खेतमा जुन हुने माटो छ नि त्यसमा लसा हुँदैन नि होइन। त्यसैले चाहिँ अब त्यो पहिला माटो ठिक छ छैन भन्ने कुरा थाहा हुनु पऱ्यो। त्यसपछि मात्र अब मूर्तिकलाको मूर्ति तयार गर्ने प्रोसेसमा जान्छ होइन। अब मूर्ति पनि के कस्तो किसिमको मूर्ति बनाउने कुरा होइन। अब फेरि यो माटोको चाहिँ अलिकति यसमा चाहिँ अब माटोलाई मूर्ति मात्र बनाएर पनि भएन। माटोलाई बनाइसकेपछि पोल्नु पनि पर्यो नि। बिना पोलाइको माटो त अब पानीले बिग्रिन्छ भन्ने के यो चर्किँदैन अथवा फुट्दैन भने चाहिँ सही छ। यो चर्किन्छ अथवा फुट्छ टुक्रा हुन्छ भने चाहिँ त्यति योग्य माटो चाहिँ त्यति राम्रो माटो छ। त्यसरी यो विशेष त यो माटोको मूर्तिकलाको विषयमा कुरा गर्दा यो प्रोसेस चाहिँ प्लस माइनस प्रोसेसबाट गर्न सकिन्छ। अरू अब ढुङ्गाको चाहिँ काठ र ढुङ्गा चाहिँ माइनस प्रोसेसमा गर्छ होइन। काटेरै अब त्यसको बिस्तारै काटेर त्यसमा चाहिँ थप्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ। माटोमा चाहिँ त्यो हुँदैन, किनभने यो माटो नसुकेसम्म यसको माटोलाई एउटा नपोलेसम्म चाहिँ यसमा कुनै टुक्रा फुट्यो भने चाहिँ गिलोमै त्यसमा टाँस्न सकिन्छ होइन। अब यसमा चाहिँ प्लस पनि गर्न सकिन्छ माइनस पनि गर्न सकिन्छ। नचाहिने भाग काट्न सकिन्छ, चाह्यो भने फेरि माटो चाहिँ थप्न सकिन्छ। तर अरूको विषयमा जस्तो काठ ढुङ्गामा चाहिँ गाह्रो हुन्छ, गर्न सकिन्छ होइन। तर माटोमा जस्तै त्यति सहज चाहिँ हुँदैन। प्लस माइनस यसमा चाहिँ माटोमा चाहिँ गर्न सकिन्छ। प्लस माइनस प्रोसेस र प्लस चाह्यो भने थप्ने नचाहे हटाउने त्यो चाहिँ गर्न सकिन्छ, सहिलै रूपमा सकिन्छ। तर काठ र ढुङ्गामा चाहिँ गाह्रो हुन्छ। टुल भनेर अब स्पेसल मेरो अनुभवमा होइन एउटा कारिगरले छ नि टुल चाहिँ आफ्नै किसिमको आफूलाई कस्तो चाहिन्छ आफैले बनाउने हो क्या। बजारमा किन्ने भन्दा पनि आफैले बनाउने चाहिँ राम्रो हुन्छ। किनभने एउटा कारिगरलाई एउटा आर्टिस्टलाई कस्तो किसिमको टुल्स चाहिन्छ भन्ने कुरा त कारिगरलाई र कलाकारलाई मात्र थाहा हुन्छ। त्यो भएर यस्तै किसिमको भन्दा पनि काम गर्दा गर्दै कस्तो किसिमको जावल माग्यो त्यो आफैले बनाउने हो कि। जस्तो यसमा मैले चाहिँ विशेष गरेर यो राङ्गोको सिङको जुन भित्री भाग छ नि त्यसको अनि काठको अनि हड्डीको फलामको टुल्सहरू चाहिँ बढी प्रयोग गर्छ। यो समयमा चाहिँ खास मेरो आफ्नै घरको प्रोजेक्ट मेरो एउटा पहिलादेखिको एउटा सपना अथवा एउटा कलाकारिता क्षेत्रमा लागेको मान्छेको चाहिँ आफ्नै किसिमको सोचाइ हुँदो रहेछ कि घर बनाउँदा पनि अलिकति अर्डिनरी घर भन्दा पनि छुट्टै किसिमको होस्, आफ्नो आर्टले भरिएको होस् भन्ने कुरा सोचेर चाहिँ मैले खास अब मेरो लागि चाहिँ मेरो टेराकोटा हाउस जस्तै चाहिँ बनाइरहेको छु। त्यसको लागि चाहिँ अब विभिन्न जस्तो माटोको झ्याल साँझेहरू भयो, माटोको टुडालहरू, माटोको तोरणहरू चाहिँ बनाइरहेको छु। अब बारडालीको सबै स्पेसै जुन पिसहरू सबै माटोको बनाइरहेको छु। अब केही हिजोबाट इन्स्टल हुन सुरु गर्यो होइन। अब केही दिनपछि चाहिँ अब यो झ्यालहरू इन्स्टल हुँदैछ, राख्ने प्रोसेस हुँदैछ होइन। अब यो झ्यालको कर्नरमा बस्ने झ्यालको एउटा पार्ट हो, कुञ्ज भन्छ होइन हाम्रो नेवारी भाषामा। कुङ भनेको कुना भयो, झ्याउ भनेको झ्याल भएर कुञ्ज। यो चाहिँ मेरो आफ्नै किसिमको हो यो कुञ्ज चाहिँ। रिफरेन्स पनि लिएँ होइन। तर रिफरेन्सले पनि अलिकति आफ्नो कुराहरू पनि आफ्नै तरिकाले पनि काम गरेको